हेलो साथीहरु, नमस्ते सबैजनालाई मेरो भिडियोमा स्वागत छ। साथीहरु, आज चाहिँ हजुरहरुको सामु चाहिँ मैले माछा बनाएको भिडियो लिएर आएकी छु। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला, मेरो भिडियोलाई माया गरिदिनु होला भन्न चाहन्छु है साथीहरु। अनि मैले चाहिँ यस्तै भिडियो खिच्दै थिएँ, हामी दुई बुढोले भिडियो खिच्दै हुनुहुन्थ्यो, मैले चाहिँ पकाउँदै थिएँ। अनि त्यतिबेला चाहिँ गफ गर्दै हामी दुई बुढी भिडियो खिच्दै पकाउँदै थियौँ क्या। अनि हाम्रो घरमा चाहिँ स्पेशल मान्छे आउनु भएको थियो आज चाहिँ। अनि उहाँले भन्नुभयो कि तिम्रो भिडियो हेर्छु मैले, कति राम्रो भोइस आउँछ तिम्रो भन्नुभयो कि, कति राम्रो भोइस छ तिम्रो भन्नुभयो। रियलमा भन्दा पनि भिडियोमा कति राम्रो भोइस आउँछ भन्नुभयो क्या। म त लाजले भुतुक्कै भयो हो साथीहरु। अनि लाज पनि लाग्यो, खुसी पनि लाग्यो है साथीहरु। मेरो भोइस राम्रो छ कि छैन हजुरहरु पनि कमेन्ट गर्नु होला है साथीहरु। अनि उहाँले भन्नुभयो कि अब तिमी भिडियो बनाउन लागि छौ, राम्रोसँग गर्दै जाऊ, मेहनत गर्दै जाऊ, एक दिन चाहिँ अवश्य सफल हुन्छौ भन्नुभयो क्या। अनि यति गफ गर्दा गर्दै हेर्नु त साथीहरु, मेरो बुढा त कहाँ मोबाइलमा फोन आयो भनेर राखेर गइसक्नु भएको रहेछ। मलाई त थाहै भएन, मैले माछा राखेको भिडियो त उहाँले बनाउनु नै भएको रहन्छ क्या। अनि मैले पछि माछा राखिसकेपछि चाहिँ हेर्छु त भिडियो पनि छैन। उता मैले सानो भयो थियो नि त, मेरो भाँडो सानो भएर खनाको भिडियो मात्रै आएछ। पछि आएर चालु गर्नु भएको रहेछ, मलाई त थाहै भएन। अनि बुढालाई भनेको किन यस्तो गरेको भनेको त फोन आयो अरे। अनि त्यसपछि उहाँले चाहिँ त्यस्तो भन्नुभयो, यति खुसी लाग्यो है साथीहरु। अनि त्यसपछि चाहिँ अनि गफ गर्दै हामीले चाहिँ यो माछा पकायौँ। अनि चलाउनु हुँदैन भन्दै हुनुहुन्थ्यो क्या। अनि मैले चाहिँ यसमा चुक राखेको थिएँ क्या, त्यसैले चाहिँ यो धुलिएन, एकदमै राम्रो भएको थियो। अनि धनिया पनि काटेर राखिदिएँ, यसमा कस्तो खाउँ खाउँ लाग्दो भएको थियो क्या हेर्दै पनि। अनि मिठो पनि थियो साथीहरु, मैले खाएँ नि त। अब एक दिन अगाडिको भिडियो हो कि यो, त्यसैले मलाई थाहा थियो। आजलाई यति नै साथीहरु, अर्को भिडियोमा भेटौँला, बाई बाई।